र नमस्ते सबैलाई वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ भिन्न जाँदैछौँ हामी यसरी है। म चाहिँ एकदम सुपर डुपर एक्साइटेड छु। एज यु क्यान सी द साउन्ड होइन। अब चाहिँ हामी करिब जान लागिरहेको छौँ है। जस्ट इग्नोर माई डल फेस है। मर्निङमा उठेर हो हामी डुपर एक्साइटेड गाइज। आज चाहिँ भिन्डुना जाँदैछौँ हामी सबैजना बिग नेभर। सो म र्यालीमा म पनि सरिक हुँदैछु भन्न मिल्यो होइन। जान लागेको हामी सबैजना होइन। सो म एकदम एक्साइटेड छु। कता कता लाने हो के हो। अहिले चाहिँ साथीभाइहरू कुदिरहेको हो हामीले होइन। अब एकछिनमा सबै भेला हुन्छ। 9 बजिसकेको छ। अब एकैछिनपछि चाहिँ हामी सबैजना मुभ हुन्छौँ है। त कहाँ के हुन्छ म ट्राई गर्छु है सबै देखाउने आज ल। त्यो पासको लागि पास दिइसकेपछि यस्तो टी सर्ट पनि छ हाम्रो सबैको होइन। जुन चाहिँ हेर्दा नि कुल देख्छ, र्यालीमा जाँदाखेरि पनि राम्रो देख्छ होइन। सो म एक्साइटेड छु गाइज। कता कता लानुहुन्छ दाइहरूले। सो म सँगसँगै जान्छु है। So we have new guest here. She's the dearest and dear friend of mine. आज चाहिँ उसलाई पनि कस्तो हुन्छ भिन्डुना भन्ने हेर्ने इच्छा लागेर डुल्नलाई चाहिँ ऊ पनि आएको छ। हाई भन्दै एकचोटि कसोलो जोस् म एक्लै चाहिँ राइड गर्नु परेन, मसँग मेरो साथी पनि छ है। ए पुरै बुलेटमा होइन, पुरा नेपालको झन्डा राखेर है। अब जोसँग जे छ अब गाडी बाइक स्कुटर होइन। यहाँ पनि बुलेट छ अर्को। र्याली यो चाहिँ सबै र्यालीको लागि हो आजको लागि होइन। सो हामी एकदम एक्साइटेड छौँ। नेपालको झन्डा भनेपछि छुट्टै स्थान छ नि हाम्रो देशको। मेरो चाहिँ आइसक्यो रहेछ। मलाई दिनुहोस् एउटा। त्यहाँ कतिवटा छ ल, धन्यवाद। कति मजा आउँछ होला चट्ट बाइक चलाउँदाखेरि झन्डा फरर गरेर फैराउँदै हिँड्नुलाई कति मजा आउला। कुरिरहेको छु होइन। अब 9:30 भयो। अब 10 बजीतिर मुभ हुन्छ होला यहाँबाट। मलाई चाहिँ बोर लागिसक्यो। कतिखेर स्टार्ट होला जस्तो भइरहेको छ। सो हाम्रो ब्यानर पनि आइसक्यो है। अब हामी जाँदैछौँ। टाइम पनि भयो। सुपर एक्साइटेड है। यस्तो आएको छ ब्यानर चाहिँ। अब कसरी देखाउन अलिक अप्ठ्यारो छ है। कुल छ एकदम बेल जस्तो टाइपकोमा। दामी छ ब्यानर पनि। युनिफर्म प्लस ब्यानर ए होल फुल्ली ब्ल्याक बोय बनेर आएको छ आज। म ब्ल्याक बोय। ब्ल्याक नलगा भन्छ मलाई। ब्ल्याक युनिफर्म मात्रै मनपर्छ खालि। पियास यो चाहिँ ह्याप्पी दीपावली। निक्लिरहेको छौँ हामी होइन। बाजा गाजा पनि आइसक्यो पुरै। अब चाहिँ जाने टाइम हुन लाग्यो फाइनली। लेट पनि भइसकेको छ। रोल भन्छ बुझ्यौ के त्यहाँ बान्ने हो क्या उसमा गाडीमा। जानी भन्दा 11:20 हुन लाग्यो। बोर लागेको छैन एकदम। उसलाई पनि बोर लागेको। म झन् यति बोर मानिसक्यो कि ऊ बिचरा फर्स्ट टाइम आएको कस्तो हुँदो रहेछ भनेर हेर्नलाई। ए पुरा उसलाई बोर लागिसक्यो अनुहारले नै। मैले थाहा पाइसकेको छु। रेडी टु राइड। अब चाहिँ जान लाग्यो हामी सबैजना एकचोटि।
अब चाहिँ हामी कृतिपुरतिर लाग्दैछौँ। यताबाट जाँदैछौँ अगाडि के हुन्छ। अब चाहिँ यहाँबाट कता लान्छ थाहा छैन। जस मजा आइरहेछ, अलिकति मजासँग चलाउनु पाइरहेको थियो। हर्न बजाउनु चाहिँ मजा आइरहेछ है। उसले पनि फोन गरिरहेछ, म पनि फोन गरिरहेछ। अब यहाँबाट कहाँ लान्छ हेरौँ होइन। अहिलेलाई चाहिँ हामी एकछिन रेस्टमा छौँ। थाकिसक्यो रे, थाकिसक्यो। चाहिँ फलो ट्राफिक नि मैले चाहिँ टाउको दुखे हेलमेटले कान पनि खायो त्यो नोइज पोल्युसनले गर्दा फुटाले। तर फलो ट्राफिक रुल्स है।
जानेछौँ heading towards Bhaktapur. Let's go. मेरो लन्च हो हैन दिनभर डुलिसकेपछि भक्तपुर आइसक्यो हामी वाउ ब्युटिफुल आकाश स्काई एकदम ब्युटिफुल छ यहाँनिर चाहिँ लन्च डिस्ट्रिब्युट भइरहेको छ अलमोस्ट अब हाम्रो सकिन लागिसक्यो है सबै र्याली नै यतै ग्यादर भइसक्यो हाम्रो सो दिस इज आवर लास्ट ट्रिप आफ्टर द्याट हामी घर जान्छौँ एकछिन खेलौँ न मजा आइरहेको थियो होइन अझै कति जान्छ तिमीहरू 6जना नाच्यो भने 600 रुपियाँ दिन्छ है मलाई अब को नाच्ने डबल नाच्यो भने म विचार गर्छु कस्तो नाच्छ तिमीहरूले हलाउनु पर्यो 6जना नाच्यो 600 दिन्छु ल ल गोर्खे कुकुरी रे ल वी हेभ अ रिक्वेस्ट 5जना नाच्यो 500 दिन्छु 6जना नाच्यो 600 दिन्छु डिसाइड तिमीहरू गर बाटो रहेछ फेरि यिनीहरू अब को तिमीहरू मात्रै को आउने हो अब ल तिमीहरू एकछिन बसाऊ तिमीहरू रेस्ट गर ल ल ल ल कुन गीत ल कम्बरेमा रे ल है म एकदम ह्याप्पी भएँ है कतिजना छ र तिमीहरू 6जना कति भयो 600 रुपियाँ हो ल मैले 600 दिन्छु भने है मलाई एउटा स्टेप राम्रो लाग्यो म 1000 दिन्छु है त ल ह्याप्पी तिहार बाई बाई गाइज खै आशिष गयो त आशिष बिना चल्दैन ल थ्याङ्क यू गाइज थ्याङ्क यू ह्याप्पी तिहार बाई बाई